समात्दा चाहिँ सँगै समात्यो कि है तपाईँहरूलाई समात्दा चाहिँ पुलिसले सँगै समात्यो कि होइन आफ्नो आफ्नो घरबाट समातेर लगेको अनि पछि उसमा चाहिँ ओल्डुङ्गामा चाहिँ सँगै राख्यो एउटै जेलमा राखेँ नि त्यहाँबाट सोलु लगे एउटा सोल लाग्यो त्यही सोल लाग्दाको कुरा म भन्दैछु तिम्रो बुवा म चन्द्रकान्त तिनजनालाई मात्रै ओखलडुङ्गाबाट सोलु लग्यो बलबहादुर राई उनीहरू ऊ जेलमै छन् ऊ गोपाल राई लोकल त पक्राउनै खायो नि इन्डियामै भागिहाल्छ अनि अनि हामी तिनजना लगेको अब हामीलाई चाहिँ बाँच्छौँ ऊ बुवा भैरव राई अनि तपाईँ अर्को चन्द्रकान्त हाल चन्द्रकान्त प्रोग्रामको अनि अब बाँच्छु भन्ने थिएन हामीलाई क्या ए कहाँ लगेर मार्ने हुन् भन्ने थियो के भने यत्रो हिँड्नु दुःख पाउनु भन्दा अरू मारिहाले हुन्थ्यो भन्ने थियो हामीलाई अनि चन्द्रकान्तकै गाउँको चाहिँ एउटा हलदार रहेछ त्यो हामीसँग त्यो तपाईँसँग जाँदाखेरि हिँडेर त लान्थ्यो नि होइन हिँडेर त त्यतिखेर अनि त्यो पुलिसहरू चाहिँ दायाँ बायाँ हुन्थ्यो यस्तो साङ्लो लगाएर हक्कडी लगाएर यो झाङलाङ झाङलाङ भन्थ्यो दुईजनाको बिचमा एउटा हक्कडी अनि यताउति भन्नु पऱ्यो दुईजना सँगसँगै पिछा गरेर जानु पऱ्यो भने दुईजना सँगसँगै जानु पऱ्यो दुईजनाको एउटै अनि ओखलडुङ्गादेखि सोलु लाँदा कति दिनमा पुऱ्यायो कि एकै दिन पुऱ्याउनु त हामीलाई एकै दिन पुऱ्यायो किनभने उनीहरूलाई पनि गाह्रो थियो पनि बिहानै 5 बजी हिँडाएको बेलुका सलेरी बजारमा पुऱ्यायो अनि अब हामीलाई त बाँच्छौँ भन्ने आशा थिएन अब यिनीहरूले कहाँ बाटोमा लगेर गोली ठोक्छन् भनेको थियो अनि हलदार परेछ चन्द्रकान्तकै गाउँको त्यो यसो भन्नु त्यो टिम्बुरे बोटे काण्ड भनेको चाहिँ खास चाहिँ के हो त्यो थाहा छैन अब सुनेको अब तपाईँको अप्रत्यक्ष तपाईँ आफै भएको मान्छेले बताउँदा त हामीलाई हुन्छ नि त टिम्बुर बोटेमा काण्ड भनेको चाहिँ के हो भने पहिला सर्वप्रथम यिनीहरू उहाँबाट आए 25-30 जना इन्डियाबाट ऊ हाम्रो प्रजातन्त्र सेनानीहरू सेनानीहरू हुन् न तिनीहरू चाहिँ उहाँ बाहिर प्रतिबन्धित भएर बाहिर गएर बसेका जो थिए नि हो तिनीहरू आए तिनीहरू चाहिँ हात हतियार सबै लिएर आए जस्तो एलबीको रुम समेत होइन आएपछि उनीहरूको चाहिँ के रहेछ स्किम भन्दाखेरि ओखलडुङ्गा क्याप्चर गर्ने पहिला ओखलडुङ्गा क्याप्चर गर्नलाई यिनीहरूले के योजना बनाएको छ भने ओखलडुङ्गाको एउटा जमदार र एउटा नायकलाई हातमा लिएको रहेछ त्यो गिर्जासँग गएर भेटेर कुरा पनि गरेको रहेछ के भन्दाखेरि ठिक्क यो चाडबाडको बेला पार्नु सबै सिपाहीहरू छुट्टीमा जान्छन् थोरै बाँकी रहन्छन् त्यतिखेर चाहिँ तपाईँहरूले आक्रमण गर्नु अनि हामी समर्पण गर्छौँ हात उठाइदिन्छौँ अनि त्यहाँको हात हतियार सबै जिम्मा लिनु त्यो ओखलडुङ्गा क्याप्चर गर्नलाई भनेको रहेछ अब यिनीहरू चाहिँ के गरे भन्दाखेरि उहाँदेखि नै जोगबनीदेखि के जयनगरदेखि नै पुरै हात हतियार भरिया लगाएर बोकाएर 25-30 जना त्यो आर्मी पुरै फौज हिँडे जस्तो गरेर तपाईँहरू चाहिँ कहाँ जेलमा हुनु हामी त त्यतिखेर घरमै थियौँ नि अनि मलाई खबर आयो क्या ल साथीहरू आउँदैछन् त्यहाँ मद्दत गर्नु साथीहरूलाई भन्यो मङ्सिरको दबाउ छ त्यतिखेर फेरि होइन मङ्सिरमा त एकदम फुर्सद हुँदैन खेतमा हामी धान काट्ने थन्क्याउने काममा सबै व्यस्त छन् त्यतिखेर खबर आयो के बेमौसममा आएका यिनीहरू भनेर भने हामीले उनले त्यतिखेर के भनेको रहेछ भने योजना बनाउनुले चाहिँ हलेसीको मेला लाग्दैन एउटा त्यो मौका पार्नु अर्को रगुवाको मेला रोपाको मेला भने माघे सङ्क्रान्तिको हो त्यतिखेर मौका पारेर आउनु है त्यतिखेर चाहिँ सिपाहीहरू सबै छुट्टी दिन्छु म हुँदैन भनेको के को त्यतिखेर एकैचोटि मङ्सिरमा आयो उनीहरू सबै खेतीपातीमा व्यस्त छ खेत हुनेले खेतको धान छ पाखाबारी हुनेले त्यो हिउँदे बाली धन्काउनु पऱ्यो न पापहरू कोदो मकै सबै सबै अनि त्यहाँबाट मलाई 2टा केटा आए मेरो गोठमा तल हाम्रो बेसी गोठ छ क्या आएर के भन्यो भने लु हाम्रो साथीहरू भाली खोलामा आइपुगेका छन् उहाँहरू चाहिँ बेलुका बस्ने व्यवस्था मिलाउनु पऱ्यो अब त्यतिखेर त्यो सबै गोप्य काम गर्नुपर्छ